My name is Rajendra Chimala. Today I'm going to present random scan and raster scan. Before jumping into the random scan and raster scan, we should know about display system. Our display system is an output device that visually presents information generated by an electronic system. It converts electronic signal into visual image, text or graphics so user can easily understand data. Common examples include monitors, televisions, mobile screens and digital displays. Our digital systems are widely used in computer system, communication device, medical equipment and कन्ट्रोल सिस्टम ओभरअल्ली भन्नुपर्दा डिस्प्ले सिस्टम भनेको एउटा यस्तो सिस्टम हो जसले चाहिँ इलेक्ट्रोनिक सिग्नलहरूलाई भिजुअल इमेज टेक्स्ट र ग्राफिक्समा कन्भर्ट गर्ने काम गर्दछ त्यो इलेक्ट्रोनिक सिग्नललाई भिजुअल ग्राफिक्समा कन्भर्ट गरेर डिस्प्लेमा देखाउनको लागि हामीले कमनली टु वे युज गर्छौँ ऱ्यान्डम स्क्यान एन्ड रास्टर स्क्यान Now we'll discuss about random scan versus raster scan. First, random scan. Random scan display draw image by directing the electronic beam only along the required lines and curves, not the entire screen. It is mainly used in vector graphics and produced smooth line drawing with less memory. अब एउटा ऱ्यान्डम स्क्यान मेथडबाट हामीले डिस्प्लेमा कुनै पनि अब्जेक्टलाई प्रेजेन्ट गराउन छ भने उसले चाहिँ रिक्वायर्ड पोजिसनमा मात्र इलेक्ट्रोनिक गनको थ्रु इलेक्ट्रोनिक फस्फर कोटेड डिस्प्लेमा हिट गर्छ जुन चाहिँ रिक्वायर्ड पोजिसनमा मात्र नट कि इन्टायर स्क्रिनमा हिट गराउनुभन्दा रिक्वायर्ड पोजिसन जस्तै एउटा ट्रायङ्गलको लागि यो पोजिसन यो पोजिसन यो पोजिसन जस्तै एउटा ट्रायङ्गलको लागि एउटा यो पोजिसन यी पोजिसनहरू रिक्वायर्ड पोजिसन ऱ्यान्डम स्क्यान मेथडले चाहिँ यी रिक्वायर्ड पोजिसनमा मात्र इलेक्ट्रोनिक गनले हिट गर्छ र यसमा इलेक्ट्रोनिक गनले हिट गरेपछि फस्फर कोटेड डिस्प्लेमा चाहिँ लाइट जेनेरेट हुन्छ जसले चाहिँ एउटा ट्रायङ्गल देखिन्छ एन्ड नेक्स्ट छ हाम्रो रास्टर स्क्यान रास्टर स्क्यान डिस्प्ले draws image line by line from top to bottom across the entire screen. It is commonly used in TVs and monitors and is suitable for displaying field image and realistic graphics. अब एउटा रास्टर स्क्यानले चाहिँ लाइन बाई लाइन स्क्यान गर्छ र त्यो लाइनमा पर्ने कुनै एउटा ट्रायङ्गल जेनेरेट गर्न पर्ने छ भने एउटा लाइन स्क्यान गर्छ एभ्री लाइन स्क्यान गर्छ र त्यो लाइनमा पर्ने पोइन्टलाई फिल गर्छ एन्ड देन इट कन्टिन्यू फ्रम द सेकेन्ड लाइन टिल द इन्ड एन्ड आफ्टर रिचिङ द इन्ड यसले चाहिँ फेरि सुरुदेखि स्टार्ट गर्छ र त्यो रिक्वायर्ड पोजिसनहरूलाई फाइन्ड गर्छ र फिल गर्छ एभ्री लाइनमा फाइन्ड गर्दै फिल गर्दै गर्छ रास्टर स्क्यानले नाउ एडभान्टेज अफ ऱ्यान्डम स्क्यान अब ऱ्यान्डम स्क्यान हाई रेजुलेसनको हुन्छ स्मुथ लाइन ड्रइङ गर्छ ऱ्यान्डम स्क्यानले एन्ड फास्ट अपडेट्स हुन्छ एन्ड प्रिसाइज कन्ट्रोल हुन्छ ऱ्यान्डम स्क्यानमा भने एडभान्टेज अफ रास्टर स्क्यान फिक्स रेजुलेसन हुन्छ रास्टर स्क्यानको फिल एल्गोरिदम यसले चाहिँ रिक्वायर्ड पोजिसन फाइन्ड आउट गर्नलाई स्क्यान कन्भर्जन एल्गोरिदमको युज गर्छ जो कि कुनै पर्टिकुलर पोइन्ट फिल गर्नलाई हेल्प गर्छ एन्ड रिफ्रेस रेट र कलर डेप्थ हुन्छ रास्टर स्क्यान एल्गोरिदम रास्टर स्क्यान सिस्टम रास्टर स्क्यान मेथडमा एन्ड नाउ लेट्स discuss in depth about random scan versus raster scan. Random scan high resolution को हुन्छ र raster scan low resolution को हुन्छ. Random scan obviously more expensive हुन्छ and then
raster scan is less expensive than random scan, and any modification if needed is easier in random scan, and modification is tough in raster scan. Uh, Solid pattern is tough to fill, and solid pattern is easy to fill in raster scan. ऱ्यान्डम स्क्यानमा चाहिँ रिक्वायर्ड पोजिसनमा मात्र फिल हुने भएकाले रिक्वायर्ड पोजिसनमा मात्र फिल हुने भएकाले यसमा चाहिँ टफ हुन्छ त्यो पोजिसन फाइन्ड आउट गर्न र प्याटर्न फिल गर्न, र रास्टर स्क्यानले चाहिँ लाइन बाई लाइन स्क्यान गर्छ र त्यो लाइनमा परेको पोइन्टलाई फिल गर्ने हुनाले यो चाहिँ यसमा चाहिँ इजी हुन्छ फिल गर्न। एन्ड रिफ्रेस रेट depends on resolution, and refresh rate does not depend on the picture on raster scan. Only screen with view on areas is displayed. ऱ्यान्डम स्क्यानमा चाहिँ डिस्प्लेड एरियालाई मात्र स्क्यान गर्छ भने रास्टर स्क्यानले चाहिँ होल एरिया होल इन्टायर स्क्रिन नै स्क्यान गर्छ रास्टर स्क्यानले। बिम पेनिट्रेसन टेक्नोलोजी कम अन्डर द ऱ्यान्डम स्क्यान। बिम पेनिट्रेसनमा चाहिँ रेड र ग्रिन कलर हुने भएकाले यसमा चाहिँ लिमिटेड कलर हुन्छ बिम पेनिट्रेसन टेक्नोलोजीमा, र स्याडो मार्क टेक्नोलोजीमा चाहिँ आरजिबी रेड ग्रिन ब्लू कलर हुने भएकाले यसमा चाहिँ एक्युरेट कलर हुन्छ, र रास्टर स्क्यानले चाहिँ एक्युरेट कलर जेनेरेट गर्छ देन द ऱ्यान्डम स्क्यान। अनि ऱ्यान्डम स्क्यानमा चाहिँ दुईवटा कलर रेड एन्ड ग्रिन हुन्छ जसले चाहिँ एक्युरेट कलरहरू जेनेरेट गर्न सक्दैन कुनै पनि इमेजको। एन्ड इट डज नट युज इन्टरल्यासिङ मेथड बाई ऱ्यान्डम स्क्यान। ऱ्यान्डम स्क्यान डज नट युज इन्टरल्यासिङ मेथड। अब इन्टरल्यासिङ मेथड भनेको चाहिँ ऱ्यान्डम स्क्यान डज नट युज द इन्टरल्यासिङ मेथड। इन्टरल्यासिङ मेथडले चाहिँ रास्टर स्क्यान युजेस द इन्टरल्यासिङ मेथड। इन्टरल्यासिङ मेथडले चाहिँ डिस्प्लेमा जेनेरेट हुने फ्लिकरहरूलाई रिड्युस गर्ने काम गर्छ। इन्टरल्यासिङले चाहिँ डिस्प्लेमा जेनेरेट हुने फ्लिकर रिड्युस गर्ने काम गर्दछ इन्टरल्यासिङ मेथडले, जसले गर्दा चाहिँ एक्युरेट ग्राफिक्स डिस्प्लेमा रिप्रेजेन्ट गर्न हेल्प गर्छ। इट इज रियलिस्टिक टु लाइन ड्रइङ एप्लिकेसन एन्ड इट इज suitable for realistic display. Thank you for your attention everyone, and if you need the link of this presentation you can download it from description. Thank you.